हाल सान डिएगो क्षेत्रमा युएससिआइएस ग्रिन कार्ड अन्तर्वार्ता हुने ठाउँमा चाहिँ अन्तर्वार्ताका लागि गएका केही आवेदकहरूलाई चाहिँ आइसले अचानक गिरफ्तार गर्न थालेको खबर आएको छ। यी मानिसहरूमध्ये धेरै चाहिँ कुनै आपराधिक रेकर्ड नै छैन, केवल एउटा उनीहरूको भिजा समयभन्दा बढी चाहिँ बसेको अथवा ओभरस्टे मात्र गरेको थिएछ। सामान्यतया अमेरिकन नागरिकसँग विवाह गरेर ग्रिन कार्ड आवेदन गर्दा चाहिँ यस्तो ओभरस्टेलाई माफ हुने पनि नियम छ। तर अहिले त्यसै अन्तर्वार्तामा आइस आएर पक्राउ गरिरहेको छ। एउटा केसमा त भइदिएछ के भने एक बेलायती गर्भवती महिलालाई अन्तर्वार्ताको बिचमै पक्राउ गरेछ। अब उनले चाहिँ उच्च जोखिम गर्भावस्थाका कारण अमेरिकामै बस्ने निर्णय गरेको थिइन्। तर अन्तर्वार्तामै अचानक आइस आयो, पक्राउ गर्यो, लग्यो। अब अर्को केसमा त झन् एकजना युएस नेभीमा काम गर्ने पतिले चाहिँ आफ्नो पत्नीलाई अन्तर्वार्तामा लगेको थिएछ। अब तर उनलाई अनि ओभरस्टे गरेकै कारण देखाउँदै गिरफ्तार गर्यो। अहिले वकिलहरूले पनि भनिरहेका छन् यी गिरफ्तारीहरू चाहिँ पहिले कहिल्यै नदेखिएको गलत अभ्यास भइरहेको र यसले चाहिँ परिवारमा ठुलो तनाव र डर पैदा गरेको भन्ने उनीहरूले गरिरहेका छन्। धेरैलाई आइसले केही समयपछि छोडे पनि प्रक्रिया चाहिँ निकै पीडादायी झन्झटिलो भइरहेको छ। अब यस्ता जोखिमका कारण भिजा ओभरस्टे, पुराना केस वा कुनै समस्यासँग ग्रिन कार्ड अन्तर्वार्तामा चाहिँ वकिल बिना जानु खतरा देखिएको छ अथवा खतरा हुन सक्छ। अन्तर्वार्तामा जानु अघि वकिलसँग परामर्श गरेर एफओआइए, पुराना आदेश र आइसको चासो छ कि छैन भनेर चेक चाहिँ गर्नै पर्छ।